थुप्रै साथीहरू त्यसरी भयो। म चाहिँ तपाईँको युद्धमा गएको बलिदान दिन क्या मर्न गएको हो त्यहाँनिर, ताकि नयाँ जेनेरेसनले चाहिँ तपाईँको यो दुःख नपाउनु भन्ने उद्देश्यका साथ। मान्छे चाहिँ तपाईँको जो युद्धमा जान्छ, जो क्रान्तिमा जान्छ, उसको केही उद्देश्य हुँदैन, ऊ निर्मल हुन्छ, स्वच्छ हुन्छ, शेष जीवन छ। त्यसकारण मैले चाहिँ सभामुख भएको छु। मेरा साथीहरू थुप्रै छन्, तिनीहरू चाहिँ तपाईँको शहीद हुनुभयो। उसका घर परिवारहरू चाहिँ बेहालको स्थितिमा छैन। मेरै घर परिवारहरू पनि चाहिँ म मरेको भए बेहाल हुन्थ्यो, तर मैले चाहिँ तपाईँको आफ्नो घर परिवारसँग मैले विद्रोह गरेँ। म बाउ र आमाको एउटै छोरा थिएँ। कति छोरा आमा र बुवाले मलाई माया गरेको होला, तर मैले चाहिँ परवाह गरिनँ। परिवारबाट मैले विद्रोह गरेँ, समाजबाट विद्रोह गरेँ। कसको लागि? समाजको लागि, देशको लागि, जनताको लागि, मुक्तिको लागि एउटा ठुलो चाहिँ तपाईँको योगदान मैले गरेँ र आज चाहिँ तपाईँको बाँचेको कारणले म अहिले सभामुख छु। त्यसकारण चाहिँ तपाईँको के छ कि हामीले चाहिँ गर्ने काम डेस्टिनेसन सुन, डेस्टिनेसन त हुनुपर्छ, लक्ष्य चाहिँ हुनुपर्छ। त्यो लक्ष्य अनुसार चाहिँ तपाईँको मान्छेको जीवन लाइफ भनेको क्रुकेड हो, यो चाहिँ स्ट्रेट लाइनमा कहिले जाँदैन। म पहिला चाहिँ तपाईँको विद्यार्थी हुँदैखेरि टिचर थिएँ, टिचरबाट चाहिँ तपाईँको जनयुद्धमा गएँ, जनयुद्धबाट चाहिँ यो पोलिटिक्स यसरी आएँ। यानी पुरै लाइफ चाहिँ बाङ्गो टिङ्गो छ क्या, जीवन चाहिँ बाङ्गो टिङ्गो छ। त्यसरी चाहिँ तपाईँको जीवन बाङ्गो टिङ्गो हुन्छ। त्यो जीवनलाई चाहिँ व्यवस्थित गर्नको लागि हामीले लाइफ इज ए स्ट्रगल भन्छ। जीवन नै सङ्घर्ष हो। सङ्घर्ष यदि गरेनौँ भने त्यो सङ्घर्ष बिनाको जीवन चाहिँ निरस हुन्छ। यो विषयवस्तु छ। त्यसकारण यसमा चाहिँ तपाईँको मलाई त्यतिखेर पुग्दैन थियो भन्ने होइन।